हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज म मेरो दाइलाई एयरपोर्टमा छोडेर आउँदैछु। ट्रक्क लाएर तपाईँहरूलाई बाटो पनि म देखाउन गइरहेको छु। यस्तो राम्रो बाटो रहेको छ, यतातिर खासै जाम पनि हुँदैन। अब म ट्याक्क लाएर फर्किँदैछु है। ट्याक्क बाटो पनि एकदम खाली थियो। यताबाट फर्किने क्रममा मैले मजाले बाइक पनि कुदाएँ। यतातिर त कोटेश्वरको जस्तो जाम पनि नहुँदो रहेछ, कुदाउन पनि मजा आउँछ क्या यो ठाउँमा त। तपाईहरूले पनि सेफली कुदाउनुलाई है त। गाडीहरूको भिड पनि अलिक बढी हुन लाग्यो अनि त्यस पछाडि ट्याक्क क्लिन थियो बाटो पनि। पुग्दै गर्दा म ट्याक्क लाएर अब तिनकुने पुगिसकेको छु। अब तिनकुने पुगिसकेर म बानेश्वर हुँदै कीर्तिपुर टियुमा जाँदैछु। अनि त्यस पछाडि तपाईँहरूलाई कस्तो लाग्छ भिडियो त्यस्तै सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। जामको बाटो होइन, गाडीहरू पनि उत्तिकै हिँड्छन्। यति धेरै गाडीहरू कता जान्छन् लाग्छ भने म पनि अचम्ममा परिरहन्छु। बाटो त खाली थियो यो बानेश्वर पुग्ने लाग्दाखेरि। अनि त्यस पछाडि मैले पनि मजाले कुदाएँ यो बाटोमा, खाली थियो जाँदै गर्दाखेरि। अब तपाईँहरूलाई भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न नभुल्नुहोला। बानेश्वरको जाममा परिसकेको छु म। ट्याक्क लाएर एकजना दाइले पनि क्रस हानिदिनु भयो यतैबाट। मैले हल्का साइडमा लगेर रोकेँ अनि त्यस पछाडि रोकिसके पछाडि एकछिनमा जाम पनि खुल्छ जस्तो लाग्यो। हल्का अगाडि पुगेर यता साइडबाट पनि जाम जस्तो लागिरहेको थियो, तर आफ्नै वेबाट गइदिएँ म चाहिँ। अनि ट्याक्क अगाडि साइडबाट हालेर म अगाडितिर लागेँ। गाडीको निकै जाम थियो है। आमामामा गाडीहरू पनि कति धेरै हो काठमाडौँको ठाउँमा। तपाईँहरू पहिलोचोटि काठमाडौँ आउँदै हुनुहुन्छ भने अचम्म मान्नुहुन्छ है। यो दिदीले पनि कस्तो मजाले चलाउनु भएको। हाइट त सानो रहेछ, तै पनि मजाले चलाइरहनु भएको छ उहाँले चाहिँ। अनि म बानेश्वरको आकाशे पुलनिर पुगिसकेको छु। फाइनल्ली म अब अगाडि जाँदैछु। यता शीतल छ, तर चिसो बाइक धेरै कुदाउँदाखेरि त चिसो हावाले पनि सोर्दो रहेछ है। तपाईँहरू पनि बाइकमा यात्रा गर्दै हुनुहुन्छ भने अलि तातो कपडा लानु होला, किनकि छातीमा चिसोले एकदमै छातीमा हान्दो रहेछ के। अनि त्यस पछाडि ऱ्याममा बिरामी परियो भने त गाह्रो हुन्छ। त्यही भएर टक्क लाएर तातो कपडा लाएर ट्याक्क हातमा पन्जा लगाएर जानु होला कतै जानु पर्यो भने। अब म ट्याक्क थापाथलीनिर पुग्न लागेको छु। यहाँ पुगिसक्दै गर्दाखेरि गाडीहरू पनि यहाँ सधैँ म कति धेरै जाममा पर्थेँ, तर आज चाहिँ खासै जाममा परेन, किनकि लकले गर्दाखेरि पनि होला। अनि त्यस पछाडि थापाथलीदेखि त्रिपुरेश्वर चोकसम्मको जाम त निकै थियो। एकछिन वेट गरेर भए पनि म पुगेँ। अनि त्यस पछाडि हेर्न सक्नुहुन्छ, ओहो माइ गड कस्तो फालेको यो गाडी यस्ता पुरानो गाडीहरू चाहिँ रिपेयर गरेर चलाएको एकदम राम्रो हो। अनि त्यस पछाडि म अब कीर्तिपुर जानको लागि खोलको बाटो जाने तयारी गर्दैछु। ट्याक्क यता साइडबाट हाल्छु अब एकछिनमा मैले चाहिँ गाडी। अगाडि एउटा गाडीले कस्तो सोलो गरेको। अब म साइडबाट लगेर यताबाट खोल जान्छु। यता पनि एकदमै जाम रहेछ कि अगाडि त आमामामा कति धेरै जाम हो। अब सरर जाम है त। यताबाट राइट होइन लेफ्ट हुँदै जाँदैछु म। अब आयो हामी ट्याक्क अघि आएको आकाशे पुल। अघि आएको पुल चाहिँ त्यही हो। त्यताबाट म यसो घुमेर आएको तलबाट। पानी पनि निकै रहेछ, यस्तोमा फेरि टायर चिप्ल्यो भने ढ्याङ्गै लडिने हो। हेर्न सक्नुहुन्छ ट्याक्क मौसम पनि क्लिन छ कि जताततै। अनि त्यस पछाडि तपाईँहरूलाई भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्न नभुल्नुहोला है त। यो चाहिँ काठमाडौँको बाइकमा दोस्रो भ्लग हो मेरो चाहिँ। जाँदैछु, बाटो पनि अलिक खुलै रहेछ। कति बेला त यो बाटोमा पनि लास्टै जाम हुन्छ। जामले गर्दाखेरि समयमा पुग्न पनि सकिन्न के काठमाडौँको ठाउँमा, किनभने एकदमै जाम पर्यो भने त 6 बजेको हिसाबले हामी रुमबाट हिँड्छौँ होइन। अब बिहान कलेज जाँदाखेरि हामी 6 बजे हिँड्यौँ भने
यहाँ अब कहिले कसो जाम पर्यो, कहिले कसो मन्त्रीहरू भिआइपीहरू हिँड्यो भने त गाडी एकदमै जाम हुने, पुरै बाटो रोकेर। काठमाडौँमा धेरै जाम हुने ठाउँ भनेको कोटेश्वर हो। कोटेश्वरको जाममा परियो भने हामी चाहिँ लास्टै लाग्छ क्या, समय त यति लाग्छ त्यहाँ 15देखि 20 मिनटसम्म त नन स्टप जाममै बस्नुपर्छ। अनि त्यस पछाडि त्यो रोड खाली हुँदै गर्दाखेरि त झन् कति लाग्छ हामीलाई नि थाहा हुँदैन। ठ्याक्क अब म बल्खु पुगिसकेँ, ठ्याक्क यो पुल तरिसके पछाडि अब त्यहाँ एकछिन रातो बत्ती बोलेको छ, त्यहाँ रोक्नुपर्छ। यहाँ रोकिसके पछाडि एकछिनमा जाम खुल्यो भने ठ्याक्क अब म कीर्तिपुर प्रवेश गर्दैछु। अब पहिला यहाँ चाहिँ बल्खुमा रहेको यो टियुको अफिसमा जान्छु, अनि यहाँबाट के भन्छ होइन, त्यस पछाडि म उता लाइब्रेरीतिर जानु पर्ला। हेर्न सक्नुहुन्छ अब म यहाँ लेफ्ट जाँदैछु। ट्याक्क यहाँ आकाशे पुल बनाउन लागेको रहेछ, कहिलेसम्म भन्ने थाहा चाहिँ छैन। र म यहाँ चाहिँ गाडी पार्किङ गरेर निस्किन्छु। अब माथि अफिसमा गएर म सोध्छु। हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ आमामा काठमाडौँको धरहरा है, धरहरा पनि दामी देखिँदो रहेछ यहाँबाट त। मान्छेहरूको भिड, फर्म भर्ने मान्छेहरू, यस्तो टियुको मेन कार्यालय भनेको यहीँ हो। अनि त्यस पछाडि यहाँ मान्छेहरू फर्म भर्नको लागि निकै आउने गर्छन्। ठ्याक्क अब म कीर्तिपुरमा रहेको लाइब्रेरीमा पुगिसकेको छु। लाइब्रेरी हेर्न सक्नुहुन्छ, यहाँ पढ्ने विद्यार्थीहरूको भिड पनि निकै थियो। ट्याक्क चौरमा घाम ताप्दै यो मङ्सिरको घाममा बसेर पढिरहेका छन्। त्यसपछि म त्यहाँको पुरै काम सकाएर फर्किसकेँ। बाटो त कस्तो, यहाँ चाहिँ पढ्नलाई एकदम आनन्द छ क्या। अरूभन्दा पनि लाइब्रेरीमा मान्छेहरू आउँछन्, अनि त्यस पछाडि बाहिर चौरमा आएर घाँस उम्रेको छ, यो ठाउँमा आएर मजाले पढिरहन्छन् उनीहरूले है। कस्तो राम्रो छ आजको मौसम पनि। अनि त्यस पछाडि भरे 4 बजेदेखि चाहिँ एनपिएल पनि छ। अनि आज लुम्बिनी लायन्स र जनकपुर बुल्सको म्याच पनि रहेको छ। सो म चाहिँ फर्किसकेँ। अब हामी ट्याक्क फर्किने बाटो चाहिँ यतैबाट हो। अब यहाँ एनपिएल पनि यहीँबाट सुरु हुन्छ। अहिलेदेखि नै तयारी हुँदै रहेछ। यहाँ चाहिँ खाजा नास्ताको हो कि होला खाजा नास्ताको व्यवस्था पनि राम्रै रहेको छ। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले भिडियो, बाटो पनि एकदम राम्रो छ, जङ्गल टाइप। अनि सरर हिँड्दै गर्दाखेरि यता सबै तयारी गरेको रहेछ। यहाँ एनपिएलको गेट हो भित्र जाने, यो चाहिँ अर्को गेट रहेछ। हामी छिरेको अस्ति यही ठाउँबाट थियो। यो चाहिँ पहिलो गेट हो। सिक्युरिटी अहिलेदेखि नै कडा गरिरहेको छ। अहिले त त्यति धेरै मान्छेहरू पनि छैनन्। साँझ 3 बजेदेखि मान्छेहरूको भिड एकदमै रहन्छ क्या। यहाँ त खुट्टो टेक्ने ठाउँ पनि पाइँदैन। सरर है, कस्तो राम्रो क्या। यहाँ खासै घाम पनि लाग्दैन, जङ्गल छ पुरै। ट्याक्क अब म टियुको गेटबाट बायाँतर्फ जान्छु। अनि त्यस पछाडि यता तपाईँहरूलाई के देखाउँछु भन्दाखेरि हेर्नुहोस्, एनपिएलको लागि गेटहरू पनि कति धेरै छन् टक्क लाएर है। आहा, कस्तो राम्रो गेट, राम्रो छ यतातिरको ठाउँ, एकदमै राम्रो बवाल छ क्या। अरूभन्दा पनि मौसमले पनि ट्याक्क ठिक्क गर्मी टाइपको शीतल भएको छ। सरर हावा र घामले गर्दाखेरि गाडीहरू पनि त्यस्तो भिड छैन यतातिर, नत्र भने त एकदमै जाम परिरहन्थ्यो कि। दिउँसो 4 बजेदेखि पछि त 6 बजीसम्म मजाले जाम चल्छ क्या यो ठाउँमा। गाडीहरू पनि धेरै हिँड्छन्। अनि म पनि ट्याक्क आज धेरै जाममा बस्नु परेन। एकछिन त्रिपुरेश्वर थापाथलीको जाममा परियो, त्यस पछाडि खोलामा पनि एकछिन जाममा परेर आएको हो। सो बल्खुमा पुग्दै गर्दाखेरि यहाँ गाडीहरूको एकछिन जाम त रहेछ। एकछिन जाममा बसेर म पनि निस्किसकेको छु। ट्याक्क लाएर हेर्न सक्नुहुन्छ गाडीहरू पनि, यता गाडीहरूको जाम पनि थियो होइन। अब म सरर ट्याक्क फेरि खोलैखोलबाट फर्किने तयारी गर्दैछु। खोलैबाट फर्क्यो भने मलाई पनि सजिलो होला, धेरै जाममा पर्नु पर्दैन। यो मेन रोड हाइवेबाट गयो भने त लास्टै जाम पर्छ होइन। त्यही भएर म अब खोलैखोल जाने तयारी गरेँ। सरर आज खोलाको बाटो एकदमै खाली थियो। एकछिन मैले पनि कुदाएँ है। गाडीहरू पनि आइरहेको थियो। ट्याक्क पारीतिर सिधा अगाडि चाहिँ हिमालहरू पनि देखिन्छ क्या। आज मौसमले गर्दाखेरि पनि छेउमा बादलहरू पनि देखिएको छ। बादलले गर्दाखेरि हिमाल देखिएको छ, यस्तो राम्रो देखिन्छ क्या अरूभन्दा पनि। अनि त्यस पछाडि अब काठमाडौँको ठाउँ भनेको एउटा पहाडी ठाउँ हो नि त, त्यसको कारणले गर्दाखेरि नि मौसम चिसो रहेको छ। सरर बाटो पनि खाली थियो। मैले पनि मजाले कुदाएँ।
अनि त्यस पछाडि अगाडि यो गाडीले साइड पनि छोड्दैन है। अनि एकछिन यसकै पछि गएँ, अगाडि पनि जाम थियो। धेरै अगाडि हतार गरेर पनि के गर्ने भन्ने सोच आयो। अनि पुल मुनि पुग्दै गर्दाखेरि त लास्ट जाम थियो, बल्ल छिराएको थिएँ है। यति धेरै जाम थियो कि यो पुल मुनि जुन थापाथली त्रिपुरेश्वर हुँदै यता ललितपुरतिर आउने रोड थियो नि, हो त्यो रोडमा लास्टै जाम थियो क्या। अनि त्यसले गर्दाखेरि पनि म साइडबाट चलाएर लगिहालेँ सरर। त्यसपछि पुरै बाटो खाली आयो अनि म पनि अगाडि गइसकेँ है सरर। मजाको ठाउँ छ यतातिर। हामी अब युएन पार्कमा तपाईँहरू घुम्न आउँदै हुनुहुन्छ भने पनि गेमहरू खेलिन्छ। यहाँ चाहिँ घुम्नलाई एकदम राम्रो रहेको छ। ट्याक्क सानो जङ्गल अनि त्यस पछाडि बस्नको लागि चिसो हावा अनि बागमती नदीको छेउमा रहेको छ। तपाईँहरू पनि सरर एकचोटि युएन पार्क घुम्न आउन नभुल्नुहोला है त। अनि त्यस पछाडि एकछिन म यता जाममा परेँ, गाडीहरू पनि निकै थियो। एकछिन जाममा परिसकेपछि म अब पाटनतिर लाग्छु है त। ट्राफिकले पनि राम्रो व्यवस्था गरिरहेको थियो है सरर। म अब पाटनतर्फ जाँदैछु है। तपाईँहरूले हेर्न सक्नुहुन्छ ट्याक्क आँखामा घाम पर्छ क्या उताबाट। मैले सबै काम सकाएर आइसकेको छु, कि जाम नै हुँदैन। ट्याक्क अब मैले उसलाई रेकमलाई पनि भेटाइसकेँ। कहाँ हो हिँड्छ कहाँ हो यार? यहाँ फोन म जाममा थिएँ कि हान्न रहेछ यार। कहाँ हो त नि? कहाँ निस्किनु न? विमलले त काममा जान होला नि। किन किन जाने र? किन यही हो कि कुन हो यार? रुम पो कुन हो यार? यतैतिर भयो जस्तो लाग्छ गर। होइन यतै हो कि यिनै दुइटा घर न कुन? फोन गर्नु न, फोन गर। नम्बर छैन नि मसँग पूजा दिदीको। पूजाको त्यो हो कि होइन? यो के बाटो त यो मेरो के गरेर खतम भयो त? नमस्ते रेखा अलि अगाडि जा त। ओए अलि अगाडि जा न, फुटा ल्याऊ। धकल के कस्तो मान्छे होला यार। भयो जाउँ। डराएको होइन।